बाटो छ त चिप्ल्यो भने कुन कुनामा पुगेला कति बेला पानी पर्ने टुङ्गो हुँदैन हातमा साथ अलरेडी यहाँको मौसम भनेको घरिको घरि चेन्ज हुन्छ। हेलो साथीहरू, फेरि पनि तपाईँलाई मेरो मिनी ब्लगमा वेलकम छ। आज चाहिँ म तपाईँलाई बिहानभरि के गरेँ सबै देखाउने छु, त हेर्नुहोस् है त अन्तिमसम्म। सबैभन्दा पहिले त बिहान उठ्नु बित्तिकै दायाँ बायाँ हेऱ्यो अनि सबै घर वरिपरि सरसफाइ गर्न थाल्यो। त्यस पछाडि मेरो काम स्टार्ट। सबैभन्दा पहिले त म कुखुरालाई चारो दिनुतिर लाग्यो। मेरो दैनिक कन्टिन्यू हो नि त मेरो कुखुराहरू चाहिँ अहिले यतिको भएको छ। त्यस पछाडि म खाना पकाउनेतिर लागेँ। खाना पनि पाकिसक्यो। त्यस पछाडि अलरेडी दाल पनि रेडी गरिसकेँ। दाल पनि पाकिसक्यो। आज चाहिँ ग्यास सकेर मैले चाहिँ आगोमै खाना सब्जीहरू बनाएको थिएँ। अनि मेरो खाना खाने दुईजना स्टुडेन्ट बहिनीहरू छ नि त, उनीहरूले चाहिँ मासुको सब्जी खान्छु भनेको थियो, त्यो पनि रेडी भइसक्यो। त्यस पछाडि म फेरि सादा सब्जीतिर लागेँ। अब हरियो पऱ्यो मेरो त फेभरेट हो। हरियो इस्कुसको मुन्टाको त मेरोमा कमी छैन। सो पकाइसकेँ। अब पालो रह्यो अचारको। मलाई चाहिँ बिब्ली सिम्झेन्जम र टमाटरको अचार साह्रै मनपर्छ अनि यो पनि बनाइसकेँ। अब साथीहरू मलाई त अफिस जानु ढिलो हुन्छ नि त, त्यही भएर मेरो लागि चाहिँ मैले खाना पस्केँ। अब अरूहरू चाहिँ भरे खानुहुन्छ। मेरो खाना चाहिँ रेडी भइसक्यो। अनि म चाहिँ खाना चाहिँ खाएर ब्रस गरेर गाला धोएर अफिस जानलाई तयारी भएँ। साथीहरू फाइनली अफिस पनि अब लाग्यो। आजको दिनमा तयारी पनि भइसक्यो। अब 9 बजीको अफिस त जानु पर्यो। आज चाहिँ म हिँड्दै जानु पर्यो भनेर चाहिँ छाता लिन चाहिँ स्कुटीमा गएँ। अब स्कुटीलाई छोडिराखेर दिदी र म चाहिँ लाग्यौँ अफिसतिर। बाटो चाहिँ यस्तो छ साथीहरू, अब के भन्नु छ र त्यही भएर मैले आज स्कुटी घरैमा छोडिराखेको। कलिकता हिँडौँ न गाई छ हसाङ फसाङ अफिस जानुपर्ने, खाएको पनि नपछि गर्ने, यस्तो हिलोमा स्कुटी कुदाउनु पनि गाह्रो भयो मलाई। अब हिँड्नै पर्यो, के गर्ने, अफिस भनेको जानै पर्यो। हाम्रो सम्झाजीसँग म जाँदैछु। आज हामी दुईजना हिँडेर जाने प्लान थियो। उहाँले मलाई आधी घन्टा पर्खिनु भयो। साथीहरू र पनि हेर्नु गाह्रो छ क्या मेरो काम, तपाईँहरूले देखिहाल्नु भयो। कति धेरै काम गर्नुपर्छ बिहान उठ्नु बित्तिकै गाह्रो छ। हिँड्दै जानुपर्ने भयो। यस्तो छ बाटोको हालत। कहिले काहीँ त अब हिँड्दै पनि जानुपर्ने, कति स्कुटीमा मात्रै जाने होइन साथी हो। अब वरिपरि के कसो भयो बाटो पनि त हेर्नु पर्यो नि होइन। हो बाटो फेरि 2-2 आँखाले गरेर मात्रै हेर्ने हो साथी। अब अरू केही गर्न सकिँदैन। सबै गर्ने भनेको यही बाटो ठेकेदारहरू हुन्, के गर्नु गाह्रो छ। ल त साथीहरू हामीहरू चाहिँ अफिस जाँदैछौँ। कति बेला पानी पर्ने टुङ्गो हुँदैन हातमा साथ अलरेडी यहाँको मौसम भनेको घरिको घरि चेन्ज हुन्छ। जस्तो साथीहरू हामी जाँदैछौँ। साथीहरू सास बास गरी हिँड्नु परिरहेको छ साथीहरू। यो चाहिँ हाम्रो सर्टकट बाटो हो। बाटो छ त चिप्ल्यो भने कुन कुनामा पुगेला नखार जङ्गलमा हामी दुईजना हिँडिरहेको छौँ साथी हो। बाघ भालु आयो भने चाहिँ के गर्नुको। ल साथीहरू, मैले स्कुटी नल्याउनुको कारण चाहिँ यस्तै बाटो छ क्या, यहाँदेखि चिप्लो नै उहाँ तल गुल्टी गइन्छ। यस्तो बाटो छ नि किन ल्याउनु होइन। अब हिँड्नु त पर्यो, म हिँड्नु त जाइ पनि सकिहाल्छु नि। लगाइछ यतिको चिप्लिँदै भयो नि हिँड्नु त पर्यो। ल बाफ्रे हिलो कहाँबाट जानुको गाइचो अठेरीको लो। ल पालिका आइपुग्यो। हाम्रो पालिका चाहिँ यस्तो राम्रो सिन देखिन्छ साथी हो। अलिक मौसम खुलियो बल्ल अफिस आइपुग्यो साथी हो। गाह्रो छ। ल त साथीहरू, आजभोलि 9 बजीदेखि 5 बजीसम्म मेरो दिनचर्या चाहिँ यसरी बितिरहेछ। फाइनली अफिस पनि आइपुगेँ। तपाईँहरूको कसरी बितिरहेछ आजलाई मेरो भिडियो यति नै। अब अर्को भिडियोमा भेटौँ है त नेक्स्ट पार्टमा। ओके सबैलाई बाई बाई।